सो हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। सबजना सन्चै नै आरामै हुन्छ होला, यो सबजना सन्चै हुन्छ होला। धेरै दिन भएको थियो मैले भिडियो चाहिँ नहालेको। सो आजको भिडियोमा चाहिँ मैले टक्क लाएर आज हाम्रो चाहिँ ओरिएन्टेसन प्रोग्राम थियो 12 गएँ। सो गाइज म चाहिँ 11बाट पास भएर 12मा गइसकेँ। त्यसको लागि चाहिँ म आज जाँदै ट्याक्क लाएर एङ्गो गरेर कलेजतर्फ। सो गाइज कलेज जानलाई चाहिँ म टक्क लाएर सङ्घमुखबाट पारै हुँदै जानुपर्ने हुन्थ्यो, जसले गर्दा म चाहिँ पुगेँ लगन खेल। लगनको बस पार्क साइडबाट सुई माथि लागेँ र म पुगेँ डिलाइट पार्टी भेन्यू। अब त्यहाँ पुगेर यसो चलपल दिनु पऱ्यो भनेको त सरले ट्याक्क लाएर मलाई चाहिँ त्यहीँ बसेर रजिस्ट्रेसन गराउनु अब लगाउनु भयो र मैले चाहिँ सुरु गरेँ आफ्नो काम र बटाबट स्टुडेन्टहरूको इन्ट्री गराएँ। एकैछिनमा के हाम्रो प्रोग्राम पनि स्टार्ट भयो र हाम्रो आयुषा भन्ने चाहिँ एकजना साथी चाहिँ नाचिरहनु भएको थियो र हामी चाहिँ ट्याक्क लाएर त्यहाँ हेर्न थाल्यौँ। सो गाइज यो नाचेको भिडियो चाहिँ मैले अलिकति पछाडि राखिदिएको छु। यहाँ ट्याक्क लाएर हाम्रो चाहिँ अब भाषण अब थाहै त छ हजुरहरूले, अब हरेक कुरामा भाषण हुन्छ नेपालमा है। सो हाम्रो चाहिँ सरहरूको भाषण चलिरहेको थियो र सरहरूले इन्ट्रोड्युस गराउँदै हुनुहुन्थ्यो। अब हामीलाई त अलरेडी थाहा छ को सर के पढाउने भन्ने। यता चाहिँ टक्क लाएर हाम्रो मिसेस बिलुवर लिलन र को सुमिना समथिङ के थियो है, हो उनीहरूको चाहिँ डान्स चलिरहेको थियो र हाम्रो किसन ब्रो चाहिँ यता बसेर टक्क रमाइलो थियो। सो गाइज केही बेरमा चाहिँ ओरिएन्टेसन प्रोग्राम सक्यो है, र म र मेरो राई साथी भएर चाहिँ बाहिर निस्किँदै थियौँ है। केटाहरूले चाहिँ आज खाना यतै खाने भन्ने सोचेर रहेछन्, बट कलेजले चाहिँ खुवाएन। सो सबजना अपसेट थिए है, केटाहरू मेनली है। सो हामी चाहिँ खुइ लाएर बाहिर निस्कियो। खाना नुखाएर के भयो त, केटाहरू चिया र बिस्कुट खान्छ भनेर लगेर गएको है। चिया चाहिँ यतिकिन मात्र पो रहेछ अनि सिद्धिया पो रहेछ, अनि त्यहाँ बाँडेर खाने कुरो भयो र म र मेरो साथीले चाहिँ बाँडेर चिया खायौँ र हामी त्यहाँबाट निस्केर लाग्यो घरतर्फ। सो गाइज थ्याङ्क्स फर वाचिङ एभ्री सी यु इन नेक्स्ट भिडियो है। मैले चाहिँ अलि नयाँ तरिकाले गर्ने सोचिरहेको छु। सो थ्याङ्क्स फर वाचिङ एभ्री वान, बाई बाई।